नमस्कार, म यहाँहरुकै प्यारो भाइ विवेक ढकाल। आज कुनै पनि कमेडी भिडियो छैन। अनि आज अहिले भर्खरै मैले एउटा खबर सुने, आनन्द राई जो एउटा सोशल मिडियामा धेरै एक्टिभ व्यक्ति हुनुहुन्छ, उहाँमाथि एट्याक भएको एउटा खबर सुने। यसलाई म घोर विरोध गर्न चाहन्छु। उहाँ होला कुनै पार्टीको एउटा कार्यकर्ता होला, तर त्यो भन्दा पहिला उहाँ सिक्किमे हो। अनि एउटा मानवताको हैसियतले म जो पनि उहाँ प्रति भएको एउटा एट्याकलाई म घोर विरोध गर्न चाहन्छु। अनि सर्वप्रथम म सिक्किम पुलिसलाई 10 उंगला जोडेर म एउटा बिन्ती गर्न चाहन्छु, उहाँमाथि जुन एट्याक भएको छ यसमा निष्पक्ष भएर कारबाही गरिदिया जाओस्। अनि जो पनि दोषी छ उहाँलाई कडा भन्दा कडा सजाय दिनुपर्छ भन्ने माग गर्न चाहन्छु। यो एसकेएमले गरेको भनेर अहिले लाइन्दैछ, त्यो त अब हामीलाई थाहा छैन कसले गरिएको। बा एसटिएफले नै हैन आफ्नो राजनीति मुद्दा बनाउनको लागि, अब राजनीति एउटा मुद्दा नपाएर मुद्दा बनाउनको लागि गरेको पनि हुन सक्छ। त्यही कारण यसमा कडा भन्दा कडा कारबाही गरेर जसले पनि एबीसीडी जसले गरेको होस् उहाँमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ। उहाँमाथि कडा भन्दा कडा कारबाही गरेर जसले पनि गरेछ निष्पक्ष भएर उहाँलाई न्याय दिने यहाँबाट म बिन्ती गर्न चाहन्छु। अनि जसले पनि यसरी सिक्किममा यसरी भाइलेन्स गराउने काम, मान्छे कुट्ने काम गर्नु हुँदैछ हैन, भाइलेन्स गर्ने काम गर्नु हुँदैछ, उहाँलाई म एउटा कुरा बताउन चाहन्छु। कसैको शरीरबाट निस्केको खूनले चाहिँ शराब छ है साथी हो, शराब छ। तपाईहरुले यस्तो कुरालाई बन्द गर्नुपर्छ। हाम्रो सिक्किम शान्ति राज्य हो, शान्ति राज्य, शान्ति भएर हामी बाँचौं। हामी सिक्किम एउटा शान्ति राज्य हो। अन्तिममा म यति नै भन्न चाहन्छु, हाम्रो आनन्द राईको लागि तपाईहरु सबैजनाले प्रे गरिदिनु होला। अनि सिक्किम पुलिसलाई म 10 उंगला जोडेर निष्पक्ष भएर तपाईहरुले जाँच गरिदिनु होला। जो व्यक्तिले पनि यो कर्म गरेको छ, यो दुष्कर्म गरेको छ, उहाँमाथि कडा भन्दा कडा कारबाही गरिदिनु होला भन्दै आजको यो भिडियोलाई तपाईले धेरै भन्दा धेरै शेयर गरिदिनु होला भन्ने आशा राख्दै भोलिको दिनमा कुनै पनि सिक्किमे छोराहरूले कुरै खानु नपरोस् भनेर हामीले सबैजनाले आवाज उठाउनु पर्छ भन्दै यो भिडियोलाई म यहीँ राख्न चाहन्छु। जय सिक्किम आमा, धन्यवाद।